हाई नमस्ते, म डाक्टर सुशील सिटौला, तपाईँको फ्यामिली डाक्टर। आज एकजना म्याम हुनुहुन्छ हामीसित। उहाँलाई मैले 6 महिनादेखि जाँचिराखेको छु। सुन्नुहोस् है उहाँको भनाइ। गोपनीयताको लागि म उहाँको नाम त म भन्दिनँ, तर 3 महिना अगाडि आउँदाखेरि उहाँको HbA1c 8.9 थियो। अनि उहाँ पहिलादेखि प्रेसरको बिरामी, प्रेसर काउन्सिल पनि चलायौँ। यो सँगै हामीले उहाँलाई यो सुगर काउन्सिल चलायो र आज हामीले चेक गर्दाखेरि 3 महिनापछि उहाँको HbA1c 5.5 मा छ। एउटा मात्रै सुगर काउन्सिल दुईचोटि खाँदा। त्यही 8.9 मा उहाँले खाइरहेको औषधिमा खास केही बढा पनि छैन। अब म्यामलाई सोधौँ है त, म्यामले के गर्नुभयो? म्याम नमस्ते। नमस्ते। कति समयको हामीले जाँचिराखेको? यो चेकअप गरेको त 6 महिना साथ लाग्यो। अब लास्ट टाइम हामीले असारमा भेटेको एकदम 4 महिना। हजुर 4 महिना अगाडि औषधि लगभग राखेर पठायो। हजुर अचानक हजुरको त्यति माथि भएको HbA1c यस्तो राम्रो आएको छ। हजुर अहिले यो भेटेर गएपछि के गर्नुभयो भन्नुहोस्? मैले हजुरले जस्तो भन्नुभएको छ त्यस्तै गरे हो। खानामा कन्ट्रोल गरेछु, त्यही हो। हिँडाइ 1-2 कचरा साग खाने। हजुर। अनि हिँडाइ कति गर्ने? आधी घन्टा हिँड्छु। अहिले तौल कति घटेको छ? तौल चाहिँ आज मैले गरेको छैन, तर बिचमा नाप्दाखेरि 3 केजी घटेको छ। हजुर। त्यो बाहेक के गर्नु? अरू केही गरेको छैन मैले। त्यही औषधि मात्रै हो। बिहान आधी घन्टा हिँड्छु, त्यति हो। अरू केही गरेको छैन। अलि हिँड्दाखेरि फुर्तिलो लाग्छ आजकल? पहिला भन्दा फुर्ती। धन्यवाद। एक्ज्याक्टली। म्याडम मका 6-7 महिना अगाडि आउनुभएको थियो। उहाँको सुगर कन्ट्रोल राम्रो देखिएको थिएन। त्यो बेला उहाँले चलाइराख्नु भएको औषधि त्यसमा खासै डोज बढाइएको छैन। सुरुमा त्यो 8.9 आउँदाखेरि हामीले अलिकति बढाएर 850 मा पुर्याएको थियौँ र उहाँलाई अरू केही भनेको नि, मैले त्यही प्रि डायबिटिक खाना छ नि, 1 कचौरा भात खाँदा 1 कचौरा प्रोटिन र 2 कचौरा तरकारी खानुहोस् र 30 मिनट हिँड्नुहोस्, त्यति मात्रै भनिराखेको। अरू खासै त मैले के पनि कुरा भनेको थिइनँ। यति गर्ने बित्तिकै हेर्नुहोस् कति राम्रो भयो। भनिन्छ नि, जुन सुन्दाखेरि एकदमै अपत्यारी लाग्छ नि, प्रायः जसो गलत हुन्छ भनेर। यो केसमा त्यस्तो छैन। अब मैले यो डाइट प्लानहरू गर्दा धेरैजनाले भन्नुहुन्छ यो मिलेन, त्यो मिलेन। डाइट प्लान भनेको एउटा आधार हो के तपाईँलाई दिएको, तर फलो गर्दा जहिले पनि एउटा मात्र डाइट प्लान फलो गर्नुहोस् है। 5 वटा डाइट प्लानको 5 वटा तपाईँलाई मनपर्ने एस्पेक्ट ल्याउँदा तपाईँको न्युट्रिसन राम्रो हुन सक्दैन। अनि अर्को याद गर्नुहोस्, मैले कहिले 2 घन्टा एक्सर्साइज नगर्नुहोस्, 3 घन्टा नदौडिनुहोस् भनेको होइन। एउटा हेल्दी बडीलाई मात्र 30 मिनट दिनको हिँड्ने, 5 दिन हप्ताको, र खाना खाँदाखेरि कार्बोहाइड्रेट, प्रोटिन र फाइबर ब्यालेन्समा खानुहोस्। न्यूनतम स्वास्थ्यको लागि चाहिँ उहाँकैबाट उदाहरण देख्नुभयो। म बिस्तारै अरू पनि बिरामीहरू देखाउँला। यति मात्रै गरिदिँदाखेरि पनि हुन्छ नि, तपाईँको स्वास्थ्य अत्यन्त राम्रो हुनसक्छ है। धन्यवाद।